राति फेरि गाह्रो हुन्छ राति फेरि ओभरटाइम गर्न पनि फेरि हुँदैन अब यसो हेरेर गर्नुपर्छ बल्ल हेर अब गाडीको चापको पछि चाहिँ हिँड्न चाहिँ परेन ल आएर खाना खाएर अनि एकछिन आराम गरेर सुत्नु तलबाट नजाउँ होला पुलैबाट त झोलुङ पुलबाट जाउँ सर राति पनि काम हुन्छ क्या झोलुङमा राति चाहिँ दामी देखिन्छ रहेछ अगाडिपट्टि भुट आयो भने पनि रेकर्ड हुँदा देखिन्छ होला है रेस हुने पनि नमिल्ने दायाँ ब्यागको सिलिन्डर अनि यस्तो यस पारमा सिधा हिँड्नुपर्छ क्या ल लाइट गऱ्यो यहाँ त पुलमा बटीवाला ना बटीवाला के हो रे बक्स जस्तो भएर पैसा आयो त